माथिबाट लभ फालिदिनु भयो। लभ फाल्दा बित्तिकै केटाहरू फेरि अब केटीले माथिबाट लभ फालेपछि सिद्धिएन, केटाहरू पुरै 5 फिट माथि उठेर नाच्दै थिए पुरै। हेर्नु त पसिना आउने तर मेरो आँट छैन नि, किनकि मलाई लगातार 12 घन्टा नाच्नुपर्छ क्या साथीहरू होइन। सो फाइनल्ली हामी इन्द्रचोक आइसकेका छौँ साथीहरू होइन। अब यस्तो छ यहाँको अवस्था, पुरै होलीको अवस्था है। ओहो दाइ बवाल छ है। ओ माई गॉड क्या दामी भएछ, बवाल भएछ त। एभ्रीवन नमस्ते, वेलकम टु यु अल सन्तोष भट्टराई ब्लग एन्ड ह्याप्पी होली टु अल अफ यु। नेपाल एन्ड बाहिर विश्वभरि जहाँ पनि बस्दै हुनुहुन्छ सम्पूर्णलाई ह्याप्पी होली भन्न चाहन्छु। सो राइट नाउ अब आज चाहिँ बवाल हुनेवाला छ, किनकि आज धेरै ठाउँमा जानु छ, स्पेसली मान्छेलाई पनि भेट्नु छ र बवाल आज अफिसको पनि होली छ। त्यसपछि गएर हामी बस्दापुरतिर जान्छौँ, त्यसपछि दाइहरूसँग भेटघाट छ। ल यसपालि बुवासँग होली मनाउन पाइएछ। ल ह्याप्पी होली, ह्याप्पी होली, ह्याप्पी होली। सो घरमा होली बनाएर अब म अफिसले आयोजना गरेको होली प्रोग्राम जुन चाहिँ प्रत्येक वर्ष आयोजना गर्ने गर्दछ र त्यसमा पुगेँ र त्यसमा फ्यामिलीसहित पुगिसकेपछि त्यहाँ चाहिँ हामी सबैजना जुन इम्प्लोइहरू छन्, इम्प्लोइको जनको फ्यामिली हुनेहरू फ्यामिलीसहित आउनुहुन्छ र एकदम बवाल 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 रमाइलो हुन्छ। सो एकदमै हेर्नुहोस् त यस्तो बवाल बवाल रमाइलो भयो होइन। तपाईँको यो हाम्रो नेपालीको हामी एकदम धर्म संस्कृतिले एकदमै धनी छौँ नि त होइन। सो अब चाइनिजहरू यस्तो रमाइलो मानिरहेको थियो साथीहरू होइन। र एकदमै तपाईँको त्यो नाच्न सुरु गरिसकेपछि उनीहरू पनि आए, एकदमै नाचे होइन। अनि सँगसँगै नाच्यो होइन। अनि एकदमै बवाल रमाइलो पनि भयो। यो तपाईँको आफ्नो मनलाई खुसी बनाउनको लागि, त्यसपछि गएर यो धर्म संस्कृति भन्ने कुरा जुन यो तपाईँको एउटा भेगिए कुरा जुन देशले केही पनि फरक पार्दो रहन्छ क्या। किनकि जहाँ रमाउन सकु त्यही नै आनन्द छ। त्यस कारणले गर्दाखेरि मजाले नाच्यो होइन। अब यिनीहरू एकदम भर्खरै चाइना गएर आएको, म पनि 2-4वटा नाम थाहा पनि थियो। त्यस कारणले गर्दाखेरि यसो कुरा पनि गरियो। यो जुन चुल्ठो बाँध्नेवाला जुन चाइनिज छ एकदमै मसँग यस्तो मजाले नाच्यो साथीहरू होइन। बब्बाल तरिकाले नाच्यो। त्यसपछि एकदमै फुल इन्जोय भयो अफिसको उसमा है। मैले दरबारमा आइसकेको छु होइन। दरबारको अवस्था यस्तो छ साथीहरू होइन। यसपालि पहिलोपल्ट म दरबार मार्ग पुगेको थिएँ र दरबार मार्गको माहौल फेरि छुट्टै बवाल रमाइलो हुने रहेछ। पुरै दरबार मार्गमा तपाईँको स्वदेशी तथा विदेशी पर्यटकहरू यति धेरै थियो होइन। अनि तपाईँको एङहरू छ नि, पुरै त्यहाँ कन्सर्ट पुरै भइरहेको थियो होइन। दुईतिर नाचिरहेको थिएँ, मस्त रमाइलो गरिरहेको थिएँ। त्यहाँको त्यो एउटा जोस युवाको जोस, त्यो जाँगर छ नि, त्यहाँको रमाइलो, त्यो डिजेको त्यो म्युजिकमा छ नि, एकदम बब्बाल 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 रमाइलो थियो होइन। अनि त्यसपछि गएर अब त्यही त हो नि। अब यसपालिको होलीमा मैले के चाहिँ देखेँ भन्दाखेरि तपाईँको जुन पहिलाको होलीमा तपाईँको म अरू जुन बाटोमा आउँदाखेरि पनि एकदमै मानिसहरू चाहिँ पहिलाको भन्दा एकदमै कम थियो क्या। पहिला तपाईँको युथहरू एकदमै धेरै थियो। अब अहिले युथहरू धेरै विदेशिएको छ नि त। त्यस कारणले गर्दाखेरि एकदमै तपाईँको कम थियो। र मेरो साथीहरूले भन्दाखेरि पनि तपाईँको दरबार मार्गमा यहाँ पहिला खुट्टा टेक्ने ठाउँ हुन्थेन अरे, तर योपालि चाहिँ त्यस्तो एकदमै भिड चाहिँ थिएन होइन। अब हेर्नुहोस् है, पुरै त्यस्तो भिडहरू थिएन, जे खुल्ला नै थियो। तर सबजना रमाइरहेको थिए। अचानक मेरो एकदम मिल्ने साथी विनोद भेट भइसकेपछि म त यति खुसी लाग्यो साथीहरू होइन। अनि आजभोलि के छ भन्दाखेरि आजभोलि अब सबैजना व्यस्त हुन्छ नि त। त्यस कारणले गर्दाखेरि सबैको टाइम मिल्दैन पनि। अनि त्यस कारणले गर्दाखेरि अब धेरै ठाउँमा जानुपर्ने थियो आफूलाई होइन। तपाईँहरूलाई धेरै ठाउँको भिडियोहरू देखाउनु पर्ने थियो, कस्तो हुन्छ त काठमाडौँमा होली भनेर। त्यसपछि गएर म एक्लै गइरहेको थिएँ साथीहरू होइन। एक्लै गइरहेको थिएँ, ठ्याक्क साथी भेट्दाखेरि त अब ढुङ्गा खोज्दा देउता मिले जस्तो पनि भयो। र त्यहाँको माहौल पनि एकदम बवाल थियो। त्यसपछि गएर साथीहरूसँग टक्क नाचियो गाइयो होइन। एकदम बवाल मजा आयो है। अनि त्यसपछि गएर अब त्यहाँको जुन अहिले जुन यो अब हाम्रो दुर्गेश थापाको म त हेरेको भन्ने एकदम चलिरहेछ नि त। पुरै जहाँ पनि कन्सर्टमा त्यहाँ बजिरहेको थियो होइन। म त हेरेको अनि मैले पनि सबलाई हेरेको भएँ क्या। पुरै त्यहाँ युवाहरू होइन पुरै यस्तो जोसमा थिए, यस्तो जाँगरमा थिए कि होइन। अब कुरै छोड्नु कि त्यहाँ बवाल थियो। पुरै युथहरू मात्रै थिए। अब 90% युथहरू थिए। अब अरू बच्चा त एकदम कम थिए। त्यसपछि गएर अब 10% चाहिँ बुढापाकाहरू यताउति थियो होइन। सो एकदमै बवाल मजा आयो। अब यो रङ्गको अब रङ्ग भन्दा बित्तिकै त यसै पनि झन् बवाल मजा है।
अब रङ्ग भन्दा बित्तिकै बबाल मजा भइहाल्यो यसै पनि। त्यसमा अब रङ्गीन बनेर झन् खेल्दाखेरि चाहिँ झन् कति मजा आउने होइन। यत्तिकैमा माथिबाट एकजना सिस्टरले एकदमै नाचेर है, उहाँ चाहिँ 5 तल माथि हुनुहुन्थ्यो, हामी चाहिँ तल थियौँ है। माथिबाट लभ फालिदिनु भयो। लभ फाल्दा बित्तिकै केटाहरू फेरि अब केटीले माथिबाट लभ फालेपछि सिद्धिएन, केटाहरू पुरै 5 फिट माथि उफ्रेर नाच्दै थिए पुरै। हेर्नु त पुरै नाचेका थिए ए यो ऊ सोल्टी त हाम्रो त साथी छ नि, त्यो त पुरै यति ऊ थियो कि कुरै छोड्नु। त्यसपछि गएर अब लास्टमा मैले हातमा लिन सफल भएँ साथीहरू। अब हातमा लिन सफल त भएँ, तर अब त्यो लभ कसलाई फालेको थियो भनेर मलाई एकदमै क्युरियोसिटी आइरहेको थियो। आउँदा पनि म पुरै लभ देखाएर टक्क ऊ त्यो सोल्टिनीहरूले छ नि मस्त लाएर तपाईँको पानीहरू ऊ पनि फालिरहेको थिएँ। र तपाईँको चाहिँ ल तिमीलाई है भन्दै मैले टक्क दिइरहेको थिएँ तलबाट। अब आफू माथि जान नसकिने साथीहरू होइन। हैट फेरि घरमा बुढीको भयो याद आयो यार, मार्छन् कि बेलुका फेरि। होइन केही छैन। अब टक्क लाएर फालिन्। अब फालिसकेपछि अब टक्क लाएर रमाइलो भयो। त्यसपछि गएर बोटमा पनि 2-4 जना माथि उभिरहेको थिएँ। बोटमा नबस्नु भनेर भने मैले, किनकि हामीले त्यस्तो राम्रो बोट त्यहाँ लगाइरहेको छ, त्यसलाई मास्न त हुँदैन, माथि गएर भाँचिन्छ फेरि। त्यस कारणले गर्दाखेरि 2 जनालाई मैले तल पनि झारिसकेपछि अब बालुनको टायल भनेर पुरै तपाईँको यो जो दरबारमार्गमा एउटा युनिक यो खतरा नचिप्लिने खालको टायल यो महानगरले राखेको थियो र यसको थुप्रै भिडियो हेऱ्यो। सो एकदमै रमाइलो भइरहेछ। मेरो साथीभाइहरू एकदमै यहाँ हुनुहुन्छ होइन। अफिसको कार्यक्रम सिद्धेर त्यसपछि गएर दाईहरूसँग भेट भयो। त्यसपछि गएर अब अहिले दरबारको कार्यक्रम सिद्धेर अब हामी जाँदैछौँ कहाँ अरे दाई? हामी बसन्तपुर। हामी अब बसन्तपुर जाँदैछौँ। त्यो काहीँ लास्ट रमाइलो भयो दाई, पसिना आउने तर मेरो आएको छैन नि, किनकि मलाई लगातार 12 घन्टा नाच्नुपर्छ कि साथीहरू होइन। 12 घन्टा नाचिकन मेरो पसिना आउँछ। नाम राख्छ केमा राख्ने हो थाहा छैन साथीहरू है। फेरि हि इज माई बेस्ट फ्रेन्ड क्या होइन, मेरो एकदम जिग्री, मेरो एकदम प्रिय साथी। हाम्रो भेलु बाजेको गाउँको मान्छे हो। अब भेलु बाजे त संसार छाड्नुभयो होइन उहाँले, तर एकदमै रमाइलो गराउनु भएको के। भेलु बाजे प्युठानको हेर म गलत सूचना सम्प्रेषण नगर्नुहोस्, तपाईँ एउटा मिडियाकर्मी हो। ल साथीहरू एकदमै होली मनाइराख्नु भएको छ यहाँ पुरै तीव्र गतिमा। हेर्नुहोस्, देख्नुहुन्छ साथीहरू, तपाईँले हेर्न सक्नुहुनेछ। हेर्नुहोस् यहाँ यस्तो देखियो साथीहरू, हेर्नुहोस् जनता जान चाहन्छन्, किनकि उहाँहरूले किन नाचिराख्नु भएको छ आज सडक पेटीमा। जनता जान चाहन्छन् साथीहरू, जनता जान चाहन्छन्। तपाईँहरूले यसको उत्तर दिनु पर्यो साथीहरू। उनीहरूलाई रमाइलो। ल हेर यिनीहरूको पनि रमाइलो छ यहाँ हेर साथीहरू। ओ माई गड, ल कसले दिएछ है साथीहरू, छुट्टै दुनियाँ छ यता फेरि। जब दरबार मार्गबाट म ठमेलतिर जाँदै थिएँ, बाटोमा यस्तो दृश्यहरू पनि देखेँ। हेर्नु त पुरै नकाबधारीहरू पनि देखिए होइन। र एकदमै अब त्यो पुरै टुरिस्टहरू पनि हेर्नु न मस्त रमाइरहेको थियो कि। खासमा त होली त आज त हामीलाई भन्दा पनि यिनीहरूलाई त यस्तो थियो कि, यस्तो रमाइरहेको थियो कि है, त्यो एक्सप्रेसन त त्यो व्यक्त गर्नै नसक्ने खालको थियो कि तिनीहरूको होइन। अब बबाल थियो है। यता फेरि काला चस्माले पुरै बवाल गरिरहेको थियो। काला चस्मा गीत बजिरहेको रहेछ होइन। त्यसपछि गएर काला चस्मा पुरै युवाहरू पुरै झुम्दै थिए होइन। तपाईँहरूले पनि देखिराख्नु भयो होला होइन, पुरै झुमिरहेछन् यहाँ होइन। सबै आफ्नो पारामा आफ्नो पारा। चस्मा लगाए चस्मा फाड़ के होली होगा, डबरा का डबरा होगा, हैप्पी होली है। साथीहरू फाइनल्ली म असमचोकमा छु अहिले। अब हामी कहाँ जाँदैछौँ अरे? हामी बसन्तपुर जाँदैछौँ होइन। अब सबै ठाउँमा पुगिसक्यो, एउटा ठाउँ बाँकी बसन्तपुर थियो, बसन्तपुरतिर जाँदैछौँ हामी। ल ह्याप्पी होली बहिनीहरू। ल है तेरी काट चोक्ने आऊ, राम्रै देखियो त। ल सबलाई ह्याप्पी होली। ल ह्याप्पी होली। ल साथीहरू यहाँ रहेछ ह्याप्पी होली, यहाँ रहेछ ह्याप्पी होली।
साथीहरु अब हामी यहाँ सबै घर के अरे तपाईको बसन्तपुर पुग्दै थियौँ। यहाँ पानी नपर्दै पहिला सुरुमा असिनै परेको छ साथीहरु। यसपालि यो के भयो खोइ अब यो एक हप्तादेखि लिएर यो यस्तै छ, एकदम पानी पर्ला जस्तो भयो। तर पानी पर्न एकदमै गाह्रो भइरहेछ। तर अहिले हेर्नु तपाईँ हेर्न सक्नुहुनेछ पुरै यो तपाईँको असिना परिरहेछ। हेर्नु त साथीहरु, यो हेर्नु त पुरै असिना परिरहेछ। ये सो फाइनल्ली हामी इन्द्रचोक आइसकेका छौँ साथीहरु होइन। अब यस्तो छ यहाँको अवस्था, पुरै होलीको अवस्था है। ओहो दाइ बवाल छ है। ल अब हामी कहाँ छौँ भन्दाखेरि हामी बालनको सहरमा छौँ। अब पुरा तपाईँको यहाँ पुरै बन्द गरेर पुरै ल हेर्नुहोस् यहाँ बन्द गरेर रहेछ। अब एकचोटि हजुरले यही पालि तपाईँको ठक्क लाएर फेरि एकचोटि न्यु रोड पनि हेर्न पाउनुभयो साथीहरू। ल ओ माई गड क्या दामी भएछ, बवाल भएछ त दाइ। ओ माई गड यो हो नि त न्यु रोड हो र यो। आमामामामामामा ओ माई गड के हुँदैन यार, एउटा व्यक्तिले चाह्यो भने के हुँदैन साथीहरू। हेर्नु न जोलुन त उतार यार। आमामामामामा सो ओ माई गड बवाल। फेरि पनि महानगरपालिका एकदमै एक्टिभ भएर पुरै सरसफाइ गरिरहेछ साथीहरू। हेर्नुहोस् है पानी पर्दै गर्दाखेरि पनि पुरै महानगरपालिकाले यसरी चाहिँ फोहोर पुरै उठाइरहेको छ। ल हेर्नुहोस् महानगरपालिकाबाट होइन दिदी हो। ल हेर्नुहोस् ल साथीहरू, आज म फेरि अहिले भर्खरै म अहिले न्यु रोड यो जुन शालिगमा छु र शालिगबाट आजको दृश्य यस्तो देखिएको छ साथीहरू। हेर्नु है यता हेर्नुहोस्, यो यतातिर यो न्यु रोडको दृश्य भयो भने यतातिर तपाईँको यो जुन यो अहिले आज जुन होली पर्वमा यस्तो देखिएको छ साथीहरू है। यो हेर्नुहोस् त हमको 5 मिनट रुक लिया। हम तक मोबाइल पकड़